मेरो जिल्लामा 150 किलोमिटर मैले व्यक्तिगत बाटो खनिदिए होला। 14वटा एम्बुलेन्स दिएको छु मैले। त्यसै आउँछ 47,100 मत। यो तरिकाले गर्थे तपाईले सुध्रिनुस्। म त एउटा जनजातिको छोरा, एउटा मान्ने, तपाईले मैले सिधा कुरा गरिदिए तपाई सुध्रिनुस् भनेर भनिदिए। तर अरु हरेक मान्छेले तपाईलाई च्याप्दै ल्याछ, च्यापेर आछ तपाईलाई। तपाईको 15 को अधिवेशन तपाईसँग त्यतिखेर छलफल हुन्छ, तपाईसँग कुरा हुन्छ। हामी पनि त्यहाँबाट चुनाव त जितेर आउँला नि, अधिवेशन जितेर आउँला नि, तपाईलाई त्यतिखेर हुन्छ। तपाईलाई मैले दलमा भन्ने कुरा गर्न लागेको थिएँ। खास गरी आज दलले बैठक राखेन, तपाईलाई मैले दलमा यो कुराहरू राख्ने कुराहरू थियो। यस्तो तरिकाले बजेट तपाईले 77 जिल्ला हेर्नु पर्दैन, 165 वटा क्षेत्र हेर्नु पर्दैन। मेरो जिल्ला तपाई पुग्नु भएको छ, कति छ मेरो जिल्लामा भोट, कतिवटा क्षेत्रले घेरेको छ मेरो जिल्लामा। मेरो बुवा र आमाको नाममा 13 वटा एम्बुलेन्स एउटा सबबान दिएको छु। सरकारसँग आइसियु बेड थिएन कोभिडको बेलामा, मैले 28 लाख रुपैयाँ व्यक्तिगत लगेर चाहिँ मैले किनेर दिएछु। कसको लागि किनेर दिएछु? मैले त्यहाँ हमेसा जनता र पार्टी बलियो होस् भनेर मैले दिएको छु। तपाईले आज हामीले हेर्नु पर्दैन? हामी कांग्रेसको मान्ने होइन, रुख चिन्हबाट जितेको होइन हामीले। यो तरिकाले तपाईको राजनीति सब्रिन्छ। तपाईले हामीले एउटा चाहिँ गणेश मानको चाहिँ नेताको चाहिँ छोरा तपाईले प्रधानमन्त्री हुन भन्ने आशा गरेको थियो, पार्टी सभापति हुन भन्ने आशा गरेको थियो तपाईलाई हामीले। यो तरिकाले उप प्रधानमन्त्रीज्यू, देश चल्दैन, डुब्छ, डुबिसक्यो कांग्रेसहरु।